1200 मेगावाट बिजुली उत्पादन गर्न सक्ने नेपालको सबभन्दा ठुलो हाइड्रो पावर प्रोजेक्टदेखि 11,875 बिघामा नेपालमै बन्न गइरहेको विश्वको सबभन्दा ठुलो एयरपोर्टहरूमध्ये एक, नेपाललाई अर्को दुबई बनाउन सक्ने र देशलाई 50 वर्षसम्म आत्मनिर्भर बनाउने प्रकृति ग्यासको खानीदेखि घण्टौको जामलाई केही मिनटको यात्रामा बदल्ने झन्डै 211 अर्ब रुपैयाँको फास्ट ट्र्याकसम्म। यी हुन् नेपालमा बन्दै गरेका वा बन्न लागेका प्रोजेक्टहरू र यदि बालेन सरकारको पालामा यो प्रोजेक्टहरू बन्यो भने यसले देशको कायापलट गर्न सक्छ। भारतको रक्सौलदेखि काठमाडौँको चोभारसम्म यो रेलवे ट्र्याक झन्डै 141 किलोमिटर हुनेवाला छ र जसको अनुमानित लागत 450 अर्ब नेपाली रुपैयाँ हो। यो ट्र्याकको पहिलो 64 किलोमिटर रक्सौलदेखि नेपालको शिखरपुरसम्म सिंगल ट्र्याक हुनेछ। त्यसपछि पहाडी क्षेत्रहरू भएको कारण काठमाडौँसम्म यसलाई डबल ट्र्याकमा रूपान्तरण गरिनेछ। यो ट्र्याकमा रफली 42 किलोमिटर सुरङ्ग मार्ग हुनेवाला छ अनि 124 वटा पुलहरू बनाइनेछ, जसमा प्यासेन्जर ट्रेनको स्पिड 120 किलोमिटर पर आवर हुनेछ अनि मालगाडीको स्पिड 90 किलोमिटर पर आवर हुनेछ। यो प्रोजेक्टको अहिलेको अवस्थाको कुरा गर्ने हो भने इन्डियन रेलवेले यसको डिपिआर रेडी गरिसकेको छ अनि यसको कार्यान्वयनको सम्बन्धमा दुवै पक्षबीच कुराकानी भइरहेको छ। यदि यो प्रोजेक्ट कार्यान्वयन भयो भने यसले भारत र नेपालको राजनीतिक सम्बन्ध र आर्थिक सम्बन्धलाई अझै माथि लग्छ। यो प्रोजेक्ट कम्प्लिट भएपछि अहिले जुन काठमाडौँ जाने मालगाडीहरू जसलाई वीरगञ्ज रक्सौल सुखा बन्दरगाहमा रोकिनुपर्छ, जसको कारण सप्लाईको स्पिड स्लो हुन्छ अनि काठमाडौँ जाने राजमार्गहरू जोखिमपूर्ण भएको कारण र महँगो भाडा दर भएको कारण यसले आयात गरेको वस्तुको मूल्य झनै बढाउँछ। हो यो सबै समस्यालाई यो प्रोजेक्टले न्यून गर्नेछ। पूर्वी नेपालको झापा जिल्लामा 2200 बिघा जमिनमा निर्माण गर्ने योजना बनाइएको यो इन्डस्ट्रियल पार्क चाइना र नेपालले मिलेर बनाउने भनिएको छ, जसको लागत झन्डै $1 बिलियन अनुमानित गरिएको छ। निर्माण सकेपछि यो इन्डस्ट्रियल पार्कको काम चाहिँ यसलाई म्यानुफ्याक्चरिङ र एक्सपोर्ट हब बनाउनु हो, जसले गर्दा यसले देशको व्यवसायहरूलाई बढावा दिनेछ। अब यसको आइडिया केपी ओलीको सरकार हुँदा पिच गरिएको थियो, जहाँ सन् 2019 को अगस्तमा यो प्रोजेक्टको डेभलपमेन्टको लागि आइबी यानी इन्भेस्टमेन्ट बोर्ड अफ नेपालले चाइनिज डेभलपरबाट 64 अर्ब नेपाली रुपैयाँको विदेशी लगानीलाई एप्रुभ गरेको थियो अनि 2019 को अक्टोबरमा आएर यसको एमओयू साइन हुन्छ अनि केपी ओलीले भने अनुसार यसले 45,000 जब क्रिएट गर्नेछ। तर विडम्बना, यो प्रोजेक्ट अहिलेसम्म कार्यान्वयनमा आएको छैन। यसको कारण चाहिँ नेपाल र चाइना बीच डिसएग्रीमेन्ट हुनु हो। अब हेर्नु, नेपालको कानुन अनुसार कुनै इन्डस्ट्रियल ल्यान्डलाई म्याक्सिमम 40 वर्षसम्म लिजमा लिन सकिन्छ, तर चाइनिज डेभलपरको डिमान्ड बेग्लै थियो। चाइनिज डेभलपरले 50 देखि 80 वर्षको लागि लिजमा लिन चाहन्थे ताकि उनीहरूको अर्बौंको लगानी फिर्ता होस्, तर यो डिमान्ड नेपाललाई स्वीकार्य थिएन, जसको कारणले गर्दा यो प्रोजेक्ट अहिलेसम्म कार्यान्वयनमा आएको छैन। अब यो प्रोजेक्टको अहिलेको अवस्थाको कुरा गर्ने हो भने यो प्रोजेक्टको लागि एलोट गरिएको 2200 बिघा जमिन यस्तै अल्पत्र परेको छ। शिलान्यास वर्षौं अघि गरिएको र केही निर्माण नभएको कारणले गर्दा त्यहाँका स्थानीय किसानहरू र नजिकमा बोर्डर भएको कारण त्यहाँका किसानहरू पनि अवैध रूपले खेतीपाती गरिरहेका छन्। अब यो प्रोजेक्टको के हुन्छ त्यो त हेर्न बाँकी नै छ। दैलेखमा भेटिएको मिथेन ग्यासको भण्डार, जसले नेपालको ऊर्जा शक्तिको क्षेत्रलाई सधैँभरिको लागि कायापलट गर्न सक्छ। दैलेखको धार्मिक ठाउँहरू जस्तै श्रीस्थान र नबी स्थान जस्तो ठाउँहरूमा वर्षौंदेखि जमिनबाट प्रकृति ग्यासको ज्वाला निरन्तर जलिरहेको छ, जसले मानिसहरूले भगवानको चमत्कार मानेको थियो। त्यो अहिले हाम्रो देशको लागि साँच्चैमा चमत्कार भन्दा कम छैन। अहिलेसम्म यो प्रोजेक्टको पहिलो चरण सक्सेसफुली सकिएको छ, जसले जमिन मुनि वास्तवमा के छ भन्ने बारे ठोस तथ्याङ्क प्रदान गरेको छ। अब यहाँ चाइनिज रिसर्चरहरूले नेपाल सरकारलाई सबमिट गरेको रिपोर्ट अनुसार यहाँ 80.7 बिलियन क्युबिक मिटर कन्फर्म नेचुरल ग्यास भेटिएको छ र रिसर्चले यो पनि देखाएको छ कि यदि गभर्नमेन्टले यो ग्यासलाई निकाल्न सफल भयो भने यसले नेपालको 50 देखि 60 वर्षसम्मको ग्यासको आपूर्तिलाई पूरा गर्न सक्छ र हाम्रो ग्यासको लागि अरू देशमाथि रहेको निर्भरता हट्नेछ। यो प्रोजेक्टको अहिलेको अवस्थाको कुरा गर्ने हो भने यसको पहिलो चरणको काम सकिएको छ, जसमा चिनिया साइन्टिस्टहरूले ड्रिलिङ, नमुना परीक्षण र भोल्युम म्यापिङ जस्ता कार्यहरू सिध्याएका छन्। अब अर्को चरणको लागि दुवै देशले प्लानिङ गरिरहेको छ अनि हाम्रो नेपालमा भएको राजनीतिक परिवर्तनको कारण यो प्रोजेक्टमा केही ढिलासुस्ती देख्न सकिन्छ।
निजगढ इन्टरनेसनल एयरपोर्ट। यो सायद नेपालको इतिहासको सबभन्दा डिबेटेड, एम्बिसियस र विवादित मेगा प्रोजेक्ट हो। यसलाई 1960 मै त्रिभुवन इन्टरनेसनल एयरपोर्टको विकल्पको रूपमा परिकल्पना गरिएको थियो। यो एयरपोर्ट केवल डोमेस्टिक मात्र होइन बल्कि विशाल अन्तर्राष्ट्रिय विमानस्थल हुने भनिएको छ, जसले एसियाको ट्रान्जिट हबको रूपमा डिजाइन गर्ने प्लान गरिएको छ। यो एयरपोर्टलाई बारा जिल्लाको निजगढको कोल्भीमा निर्माण गर्ने प्लान गरिएको छ, जुन काठमाडौँबाट लगभग 68 किलोमिटर दक्षिणमा अवस्थित छ। यो एयरपोर्ट काठमाडौँ तराई फास्ट ट्र्याक सँग जोडिएको छ, किनभने जब काठमाडौँ तराई फास्ट ट्र्याक समथल जमिनसँग मिल्छ, ठिक त्यही ठाउँमा यसलाई निर्माण गर्ने भनिएको छ, ताकि यात्रुहरूलाई 1 घण्टा भन्दा कमको समयमा काठमाडौँ पुर्याउन सकोस्। यो एयरपोर्टलाई पूरा रूपमा निर्माण गर्न 11,875 बिघा जमिनको आवश्यकता पर्नेछ र यति ठुलो ठाउँ ओक्टेपछि यो एयरपोर्ट विश्वकै सबभन्दा ठुलो एयरपोर्टहरू मध्ये एक हुनेछ, जसमा विश्वकै सबभन्दा ठुलो कमर्सियल विमान A330 लाई सजिलै ह्यान्डल गर्ने क्षमता हुन्छ। अब यति ठुलो विमानस्थल बनाउँदा पैसाको अमाउन्ट पनि ठुलो लाग्ने भइ नै हाल्यो। यसले बनाउन झन्डै $3.45 बिलियन देखि $6.7 बिलियन को हाराहारीमा लागत लाग्ने भने अनुमान गरिएको छ। अब यति पैसा सरकारले एक्लै त धाउन सक्दैन, त्यही भएर विदेशी लगानी र प्राइभेट सेक्टरहरूको लगानी पनि आवश्यक भएको देखिन्छ। अब यो एयरपोर्ट बनाउन सरकारलाई निकै कठिनाइहरूको सामना गर्नु परिरहेको छ। त्यसमध्ये एउटा समस्या हो इन्भाइरोमेन्ट। यो प्रोजेक्टको लोकेसन पूर्वी तराईको घना जंगल क्षेत्रमा अवस्थित छ। यदि यो प्रोजेक्टलाई कार्यान्वयनमा ल्याउने हो भने यसको लागि लगभग 20 लाख भन्दा बढी रुखहरू काट्नु पर्छ, जानवरहरू विस्थापित हुने र वातावरणमा नकारात्मक प्रभाव पर्ने भनेर धेरैले यसको विरोध गरे। फलस्वरूप अहिलेसम्म यो प्रोजेक्ट डिले हुँदै आएको छ, तर देशमा नयाँ सरकार आएको कारणले गर्दा यो एयरपोर्टले फेरि चर्चा प्राप्त गरेको छ। भर्खरै प्रस्तुत राष्ट्रिय बजेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेका छन्। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकिन गर्नेछौँ। देशका धेरै ठूला मेगा प्रोजेक्टहरू यस्तै मात्र कागजमा अलपत्र परेका छन्, तर यो प्रोजेक्ट भौतिक रूपमा निर्मित छ। नागढुङ्गा सुरुङ मार्ग नेपालको पहिलो अत्याधुनिक सुरुङ मार्ग हो, जुन काठमाडौँको मुख्य प्रवेश बिन्दु नागढुङ्गा चेक पोइन्टमा भारी ट्राफिक जामलाई बाइपास गर्न निर्माण गरिएको हो, जुन प्राय गम्भीर जामको सामना गर्दछ। यो सुरुङले यात्रा समयलाई उल्लेखनीय रूपमा घटाउनेछ, ट्राफिक प्रवाहलाई सहज बनाउनेछ र यातायातको दक्षता सुधार्नेछ भने यो लक्ष्यहरूको साथ यो टनल निर्माण गरिएको छ। अब यो टनलको साइजको कुरा गर्ने हो भने यो 2.68 किलोमिटर लङ छ र 11 मिटर वाइड रहेको छ। यो परियोजनाको कुल लागत 27 अर्ब नेपाली रुपैयाँ रहेको छ, जसमा जापानको सहयोगले 16.5 अर्ब रुपैयाँको ऋण समावेश छ र यसको निर्माण पनि जापानको एक कम्पनीले मिलेर गरेको छ। अब यो प्रोजेक्टको अहिलेको अवस्थाको कुरा गर्ने हो भने यसको निर्माण कार्य लगभग 99.5% सकिएको छ, यानि फुली कम्प्लिटेड, र यसले आउँदो श्रावण महिनाभित्र चालु गर्ने निर्णय गरिएको छ। अहिलेसम्म मैले जुन प्रोजेक्टहरूको बारेमा बताए त्यो प्रोजेक्टहरू सरकारको लागि त्यति महत्त्वकांक्षी छैनन्, तर अब आउने 5 वटा प्रोजेक्टहरू सरकारले राष्ट्रिय गौरवको परियोजनामा समावेश गरेको छ। यो प्रोजेक्टलाई सरकारले राष्ट्रिय गौरवको परियोजनामा समावेश गरेको छ। सुनकोशी नदीमा रहेको प्रचुर मात्राको पानीलाई मरिन खोला अर्थात् बागमती नदीको सहायक नदीमा स्थानान्तरण गर्ने उद्देश्यले बनाउने योजना छ। अब यो प्रोजेक्टमा सबभन्दा पहिला सिन्धुली र रामेछाप जिल्लाको सिमानामा सुनकोशी नदीमा 12 मिटर लङ ड्याम बनाइनेछ। त्यसपछि एउटा 13.3 किलोमिटरको लामो टनल बनाइनेछ, जसले सुनकोशी नदीको पानी बोकेर कमलामाई नगरपालिकाको कुसुमटारमा रहेको मरिन खोलामा सिधै पानी बगाउनेछ। यसको लक्ष्य भने तराईका 5 महत्त्वपूर्ण कृषि जिल्लाहरू बारा, रौतहट, सर्लाही, धनुषा रहेका 1,22,000 हेक्टर कृषि योग्य जमिनमा वर्षभरि सिँचाइ उपलब्ध गराउने हो, जसको फलस्वरूप यसले बाली उत्पादनमा मुख्य सुधार ल्याउने बताइएको छ। अनि यो प्रोजेक्टको नाम सुनकोशी मरिन डाइभर्जन मल्टिपर्पज प्रोजेक्ट छ। यहाँ मल्टिपर्पज भन्नाले यसले मात्र सिँचाइको काम गर्दैन, बल्कि कमलामाईमा अवस्थित हुने पावर हाउसमा पानीको बहावको बल प्रयोग गरी 38.62 मेगावाटको बिजुली उत्पादन पनि गर्नेछ। मल्टिपर्पज प्रोजेक्ट भएको कारण यसको लागत भने अलिक धेरै नै हुन जान्छ। यसको अनुमानित लागत भने 37 अर्ब नेपाली रुपैयाँ हो, अनि यसलाई अझै अपग्रेड गरेपछि यसको कुल लागत 46 अर्बदेखि 49 अर्बसम्म हुन सक्ने अनुमान गरिएको छ।
अब यो परियोजनाको अहिलेको अवस्थाको कुरा गर्ने हो भने यसको लागि आवश्यक सुरङ्ग मार्गको निर्माण पूर्ण रूपमा सकिएको छ, तर अब अर्को फेसको काम चाहिँ अहिले पूर्ण रूपमा रोकिएको छ, कारण सरकार र ठेकेदार बीच चलिरहेको कानुनी लडाई तयारीमा छ। नयाँ ठेकेदार सुनिश्चित भएपछि यसको फेज 2 को काम अगाडि बढ्ने बताइएको छ। नेपालको राष्ट्रिय गौरव परियोजनाको लिस्टमा अर्को रहेको छ अप्पर तामाकोशी हाइड्रो पावर प्रोजेक्ट। यो प्रोजेक्टले नेपालको इनर्जी सेक्टरलाई सधैँभरिको लागि परिवर्तन गर्न सक्ने भनेर बताइएको छ। यो नेपालको सबभन्दा ठूलो जलविद्युत परियोजनाहरूमध्ये एक हो, जसले वर्षायाममा नेपालको पावर ग्रिडलाई ऊर्जाको अभाव भएको अवस्थाबाट बिजुली निर्यातकर्तामा अमूल परिवर्तन गर्नेछ। यो हाइड्रो पावर प्रोजेक्टको क्षमता 456 मेगावाट हो। अनि हाम्रो लिस्टमा रहेको अर्को हाइड्रो पावर प्रोजेक्ट त 3 गुणा बढी बिजुली उत्पादन गर्न सक्छ। खैर त्यो भिडियोमा अगाडि हेरौला। अप्पर तामाकोशी हाइड्रो पावरको बिजुली उत्पादन नदीको बहावमा निर्भर भए तापनि यसमा 22 मिटर अग्लो र 60 मिटर चौडा कङ्क्रिट ड्याम बनाइएको कारण यसले 1.2 मिलियन क्युबिक मिटर पानीलाई रोक्नेछ। यसले प्लान्टलाई पानी भण्डारण गर्न र सुखायाममा पनि अधिकतम 456 मेगावाट क्षमतामा सञ्चालन गर्न अनुमति दिन्छ। अब यसको निर्माण कार्य सन् 2011 मै सुरु भएको थियो, तर धेरै बाधाहरूको कारण यसको निर्माण कार्यमा बाधा आउँदै गयो। अनि यो प्रोजेक्टमा भएको केही टेक्निकल कमजोरीहरू यसले सञ्चालन गराएर बिजुली उत्पादन गर्ने कार्य सुरु गरियो। तर यही बीच सन् 2024 मा एउटा ठूलो समस्या आउँछ। सन् 2024 को ठूलो विपदको कारण प्लान्टको हेडवर्कमाथि ठूलो पहिरो र ढुङ्गा खसेको थियो। अनि यो पहिरोको कारण यो प्रोजेक्टको प्राइमरी इलेक्ट्रिसिटी कन्ट्रोल बिल्डिङ पूर्ण रूपमा ध्वस्त पारेको थियो, जसमा 2 कर्मचारी र 2 सेनाको दुखद मृत्यु भएको थियो। जसको फलस्वरूप सम्पूर्णमा 456 मेगावाटको क्षमता भएको प्लान्ट फुल्ली अफलाइन भयो र 3 महिनाको लागि पूर्ण रूपमा बन्द भयो। यदि बाधाहरू आए पनि यसलाई फेरि सञ्चालनमा ल्याएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङशाला नेपालमा एक अत्यधिक चर्चा गरिएको खेलकुद पूर्वाधार परियोजना हो। यसलाई सुरुमा धुर्मु सुन्दरली फाउन्डेसनले निर्माण गर्ने भनिएको थियो, तर भारी ऋण र अरू थुप्रै कारणले गर्दा यसले भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो। अनि अब सरकारले यसलाई राष्ट्रिय गौरव परियोजनामा समावेश गरेको छ। चितवन जिल्लाको रामपुर स्थित भरतपुरमा 20 बिघा 19 कठा जग्गामा फैलिएको यो जग्गा त्रिभुवन विश्वविद्यालयको हो र कृषि तथा वन विश्वविद्यालय मार्फत भाडामा दिएको हो। 30,000 दर्शक अट्ने क्षमता भएको भव्य कमल आकारको रङशालाको रूपमा परिकल्पना गरिएको छ, जसको अनुमानित लागत लगभग 3 अर्ब रुपैयाँ रहेको छ। यो परियोजना सरकारले हस्तान्तरण गरेपछि सरकारले यसलाई फेसहरूमा डिभाइड गरी बनाउने निर्णय गरेको छ। पहिलो फेसमा 15,000 दर्शक अट्ने प्याराफिट बनाउने अनि त्यसपछि फेज 2 मा यसलाई एक्सप्यान्ड गरी यसको फुल क्यापेसिटीसम्म अर्थात् 30,000 दर्शक अट्ने प्याराफिट बनाउन सकिन्छ भनेर बताइएको छ। यसले अत्याधुनिक प्रविधिहरूको प्रयोग गरी निर्माण गर्ने प्लान गरिएको छ। अब यो प्रोजेक्टको अहिलेको अवस्थाको बारेमा कुरा गर्ने हो भने यो परियोजना हाल सरकारी स्वामित्वमा सक्रिय तर ढिलाइ भएको निर्माण चरणमा छ। बुढी गण्डकी जलविद्युत परियोजना नेपालको सबैभन्दा महत्त्वपूर्ण, सबैभन्दा ठूलो र सबैभन्दा लामो समयदेखि ढिलाइ भएको राष्ट्रिय गौरव परियोजनाहरूमध्ये एक हो। विशाल भण्डारण प्रकारको प्लान्टको रूपमा परिकल्पना गरिएको यो देशको ऊर्जा सुरक्षाको लागि महत्त्वपूर्ण मानिन्छ। यसले वर्षाको समयमा पानी भण्डारण गर्न सक्छ र सुक्खा जाडो महिनाहरूमा नदीको बहाव घट्दा ठूलो मात्रामा बिजुली आपूर्ति गर्न सक्छ। धादिङ र गोर्खा जिल्लाको सिमानामा रहेको बेनीघाट नजिकै निर्माण गरिने 263 मिटर अग्लो कङ्क्रिट डबल कर्वेचर आर्क ड्याम रहेको छ। निर्माण सम्पन्न भएपछि यो दक्षिण एसियाको सबैभन्दा ठूलो ड्यामहरूमध्ये एक हुनेछ। अनि यो हाइड्रो पावर प्रोजेक्टको बिजुली उत्पादन क्षमता चाहिँ 1200 मेगावाट रहेको छ। वार्षिक 3.38 अर्ब युनिट बिजुली उत्पादन गर्ने गरी डिजाइन गरिएको सुक्खा जाडोमा 1.41 अर्ब युनिट र वर्षायाममा 1.97 अर्ब युनिट उत्पादन गर्न सक्ने यसको क्षमता रहेको छ। अनि यसको निर्माण सकेपछि यसलाई मल्टिपर्पजको रूपमा पनि प्रयोग गर्न सकिन्छ, मुख्य गरी सिँचाइको लागि, र सरकारको प्लान पनि यही छ। किनभने यो ड्यामको वाटर स्टोरेज क्यापेसिटी धेरै ठूलो छ, जसलाई सुक्खायाममा बिजुली उत्पादन गर्न प्रयोग गरिनेछ। यो प्रोजेक्टको अहिलेको अवस्थाको कुरा गर्ने हो भने यसको लागि लगभग 96% जग्गा अधिग्रहणको काम सकिएको छ र यसले 8 वर्षभित्र कम्प्लिट गर्ने निर्णय भएको छ। हाम्रो लिस्टको नम्बर 1 मा रहेको काठमाडौँ तराई फास्ट ट्र्याक सायद अहिलेको लागि नेपालको लागि सबभन्दा बढी महत्त्वपूर्ण छ। काठमाडौँ तराई फास्ट ट्र्याक नेपालमा निर्माणाधीन मेगा फास्ट ट्र्याक प्रोजेक्ट हो, जुन काठमाडौँ उपत्यकालाई दक्षिणी तराईमा रहेको निजगढसँग जोड्न डिजाइन गरिएको हो।
यसले राष्ट्रिय परियोजनाको रूपमा सरकारले लिएको छ र नेपाली सेनाद्वारा यसको निर्माण कार्य जारी छ। यो फास्ट ट्र्याकको कुल लम्बाइ 70.977 किलोमिटर रहेको छ। यो काठमाडौँ उपत्यकाको दक्षिणी किनारबाट सुरु हुन्छ र ललितपुर, काठमाडौँ, मकवानपुर र बारा जिल्ला हुँदै निजगढमा पूर्व पश्चिम राजमार्गहरूसँग जोडिन्छ। यो प्रोजेक्ट कम्प्लिट भएपछि यसले तराईदेखि काठमाडौँ जान 4 बस घण्टाको समयलाई केवल 1 घण्टामा पुर्याउनेछ, जसले राष्ट्रको इन्धनमा उल्लेखनीय बचत गरिनेछ। यो परियोजनामा लगभग 10.97 किलोमिटर टनलहरू निर्माण गर्ने कार्य जारी छ अनि 89बाट पुलहरूको पनि निर्माण कार्य धमाधम भइरहेको छ अनि यो प्रोजेक्टको कुल लागत 211 अर्ब नेपाली रुपैयाँ बताइएको छ। यो प्रोजेक्टको अहिलेको अवस्थाको कुरा गर्ने हो भने यसको भौतिक प्रगति लगभग 45% देखि 48% को बीचमा छ। पहाडी क्षेत्रहरू भएको कारण विभिन्न अवरोधहरू आए पनि नेपाल आर्मी दिनरात खटेर यसको निर्माण कार्य अगाडि बढाइरहेको छ अनि यसको अफिसियल डेडलाइन सन् 2027 सम्म तोकिएको छ। अब आशा गरौँ यो परियोजना छिटै सम्पन्न होस् र हाम्रो देशको रोडवेलाई सधैँभरिको लागि परिवर्तन गरोस्। यहाँसम्म आइपुग्दा तपाईँले नेपालको आगामी भविष्य हेर्नुभयो कि नेपालमा के हुनेवाला छ। नेपालमा ढिला सुस्ती र काम चोरीको कारण धेरै प्रोजेक्टहरू यस्तै अल्पत्र परेका छन्, तर नयाँ सरकारले नयाँ सोचको साथ यी सबै प्रोजेक्टलाई समयमै कम्प्लिट गर्ने निर्णयहरू लिएको छ। आशा गरौँ कि यो परियोजनाहरू समयमै कम्प्लिट होस् र हामी एउटा नयाँ नेपाललाई भविष्यमा हेर्नेछौँ। यस्तै मैले बालने प्रधानमन्त्री बनेपछि कुन यस्ता 5 कामहरू छन् जुन तुरन्त गर्न जरुरी छ, यसको बारेमा मैले यो भिडियोमा चर्चा गरेको छु। तपाईँ यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ। त आजको लागि यति नै। हाम्रो भेट हुन्छ अर्को भिडियोमा। जय नेपाल।